नमस्कार सबैजनालाई म सुबिन थापा आज डे 8 मा पाइथनको अपरेटर लिएर आएको छु र हामी अहिले पार्ट 2 मा छौं र हजुरहरुलाई केही क्वेशन छ भनेसी कमेन्ट राख्न सक्नु हुनेछ म रिप्लाई दिनेछु हस हामी जान्छौं है त स्क्रिनमा ओके आज हामी चाहिँ असाइनमेन्ट अपरेटर भनेर बुझ्छौं है त असाइनमेन्ट अपरेटर हामीलाई चाहिँ 10 चाहिँ हामीले चाहिँ एउटा 10 मानेको हुन्छ नि हैन सर अब प्रिन्ट x भनेको हामीले चाहिँ 10 लाई चाहिँ x मा असाइन गरेको भनेर बुझिन्छ है त हामीले पहिला पनि युज गरेकै हो यो हैन यसमा अलिकति कन्सेप्ट अलिकति थपिन्छ हैन हामीले x = 10 गरेको भनेको के हो 10 लाई केमा असाइन गरेको x ओके बुझ्नु भइराको छ यदि मैले चाहिँ नम्बर 1 = 30 भन्नु भने हामीले 30 लाई के गरेको 30 लाई केमा असाइन गरेको एकचोटी भन्नुस् त 30 लाई केमा असाइन गरेको नम्बर 1 मा असाइन गरेको के है त त्यही असाइन गरेको भनेर बुझ्दा हुन्छ है त x प्लस जस्ट मैले त्यस्तै लेखाए यो पहिले बुझेको कन्सेप्ट हो अलिकति थपिन्छ यसमा चाहिँ है ISULT रिजल्ट जस्ट मैले एउटा एड गर्दै 40 आउँछ नि यो जोडेको हो नि त हैन यो बुझ्नु भयो त असाइनमेन्ट अपरेटर भनेको एउटा भ्यालुलाई चाहिँ अर्कोमा असाइन गर्ने के भेरिएबलमा ओके यहाँ सिम्बल देख्नु भइराको छ सिम्बल नेम डिस्क्रिप्सन सिम्बल चाहिँ इक्वल टु छ अनि यसको नेम के हो असाइनमेन्ट गरेको के हामीले x = 10 छ नि हैन 10 लाई चाहिँ हामीले x मा असाइन गरेको हो नि त बुझ्नु भयो त ओके अनि यहाँ चाहिँ के भनेको छ असाइन द राइट ह्यान्ड अपरेन्ट टु द लेफ्ट ह्यान्ड अपरेन्ट भनेर भनेको छ नि त यसलाई चाहिँ यहाँ चाहिँ यसलाई लेफ्ट ह्यान्ड अपरेन्ट भन्दैको छ यसलाई चाहिँ राइट ह्यान्ड अपरेन्ट भन्दैको छ बुझ्नु भयो त त्यही भ्यालुलाई चाहिँ है त फर्स्ट पोइन्ट त्यही हो यदि हामीलाई चाहिँ इक्वल टु त त्यस्तो भयो हैन यसलाई अटोमेटिक अपरेटरलाई चाहिँ यही तरिकाबाट लेख्न सक्नुपर्छ है त हाम्रो असाइनमेन्ट अपरेटर चाहिँ हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो प्लस इक्वल टु लेख्न पर्यो भने एट एन असाइनमेन्ट भन्नु भने चाहिँ के हुन्छ अगाडि एट हुन्छ है त सर एकचोटि है त एक्जाम्पल हेरौँ है त ओके 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 हुन्छ ल हाम्रो चाहिँ यहाँ चाहिँ के छ भन्दाखेरि टपिक एट एन असाइनमेन्ट देख्नु भएको थियो अहिले सेकेन्ड पोइन्टमा एट एन असाइनमेन्ट अपरेटर यहाँ x = 10 छ है मैले चाहिँ ल x = कति मान्दा हुन्छ भन्दाखेरि म x भन्दा नम्बर 1 मानिदिन्छु है त बुझिन्छ नम्बर 1 भनेको कति मानौं 2 है त अनि नम्बर 2 भनेको कति मानौं 5 मानौं है त एकचोटी अब मैले चाहिँ यस्तो गरे के अब एकचोटी कन्ट्रोल Z गरे यहाँ बुझ्नु है अलि कन्सेप्ट गाह्रो छ तर बुझिन्छ अब मैले नम्बर 2 यहाँ प्लस इक्वल टु नम्बर 1 भने है त यो भनेको के आउला भन्नुस् त मैले नम्बर 1 एकचोटी नम्बर 2 लाई प्रिन्ट गरे भने के होला एकचोटी सोच्नु त लजिक मात्र लगाउनुस् है त बुझ्नु म बुझाइदिन्छु है त है त यहाँ एकचोटी हेर्नुस् है त यो भनेको चाहिँ नम्बर 2 = नम्बर 2 + 1 हुन्छ के यसलाई चाहिँ हामीले असाइनमेन्टमा लेख्दाखेरि चाहिँ यसरी लेखिन्छ है त यो प्लस चाहिँ यता राखिदिन्छ के यो बुझ्नु भयो यसको रिजल्ट के आउला भन्नुस् त ओके हेरौँ है त के आउँदो रहेछ नम्बर 2 चाहिँ अहिले नयाँ असाइन भएको छ नि हैन ओके प्लस इक्वल टु पछि असाइन भएको नम्बर 2 भनिन्छ नि हैन एकचोटी यसको रिजल्ट के आउला 7 आएको छ है त यो अलिकति बुझ्नु भयो त हामीले असाइनमेन्ट लेख्दाखेरि चाहिँ यही नम्बर 2 = नम्बर 2 + नम्बर 1 लाई हामीले असाइनमेन्ट लेख्दाखेरि के लेखिन्छ यो राइट ह्यान्ड पट्टि प्लस हैन अरु इक्वल टु चाहिँ त्यही नै हो के बुझ्नु भयो त यदि मैले नम्बर 1 लाई यहाँ राखेर यो पनि लेख्न पाइन्छ के नम्बर 2 लेख्यो भने रिजल्ट 7 नै आउने हो नि त हैन अब मैले नम्बर 1 लाई प्रिन्ट गरे भने के होला अलि कम्प्लेक्स भएको भने भन्नुस् है त
7 टा आएको छ नि हैन यो कम्प्लेक्स भयो अलिकति हामीले चाहिँ प्लसलाई चाहिँ कहाँ लेख्ने हामीले अर्थमेटिक अपरेटरमा चाहिँ यहाँ प्लस लेख्थ्यौं भनेसी यसरी प्लस लेख्थ्यौं भने अर्थमेटिक अपरेटरमा तर असाइनमेन्ट अपरेटर हामीले कसरी लेख्नु पर्यो राइट त्यो अपरेटर दुईटा राख्न पर्ने तर हामीले चाहिँ एउटा अपरेटरलाई त्यो रिजल्टको रूपमा पनि युज गर्न सक्यौं है त यो अलि क्लियर भएन हो त्यही हामीले अर्थमेटिक अपरेटरलाई चेन्ज गरेको यहाँ अर्थमेटिक अपरेटर देख्नु भइरहेको छ अब हजुरहरूले चाहिँ अब रिजल्ट अब नयाँ एउटा भेरिएबल पनि बनाउन सक्नु भयो त रिजल्ट भनेको चाहिँ हजुरहरूलाई कम्प्लेक्स चाहिन्छ भने रिजल्ट इक्वल टु नम्बर 1 भनेको भयो भने अब के होला भन्नुस् त अब रिजल्टलाई प्रिन्ट गर्यो भने एकचोटि अब भन्नुस् त के होला हैन रिजल्ट इक्वल टु जोडेको नम्बर हुन्छ नि हैन त्यसलाई मैले चाहिँ नम्बर रिजल्टमा राख्थे के जोडेको नम्बरलाई अब कति आउला भन्नुस् त 7 आउनु पर्यो हेरौँ है त हामीले एसाइन गरेको के रिजल्टलाई चाहिँ त्यो नम्बर 1 लाई एसाइन गरेको भनेर है त थ्योरीमा छ त्यो हेरौँ है त यहाँ एकचोटि एक सेकेन्ड मैले रिजल्ट ठीक छ प्लस इक्वल रिजल्ट इक्वल टु नम्बर 1 यहाँ एकचोटि यहाँ नम्बर 1 छ भइहाल्छ अनि त्यसपछि मैले चाहिँ यसलाई चाहिँ रिजल्टलाई प्रिन्ट गर्छु है त ओके ठीक छ नम्बर 1 भनेर मानेको छ नि त के एरर भन्दै यहाँ 7 आएको देख्नु भइरहेको छ ओके यो माथिको अघिको हो के नम्बर 1 लाई डिफाइन थिएन भनेर मैले नम्बर अर्को नम्बर मात्र गर्दै थिए के ओके त्यसलाई म डिलिट गरिदिन्छु है त यसलाई चाहिँ कहाँ हाल्दा डिलिट गरिदिए अब त्यो क्लियर हुन्छ यहाँ देख्नु भइरहेको छ 7 आएको हो माथिको 40 अलिकति क्लियर भयो त कम्प्लेक्स भएको छ यो हो त्यही हामीले अर्थमेटिक अपरेटरलाई चाहिँ हामीले चाहिँ केमा लेख्न पर्छ असाइनमेन्ट अपरेटर लेख्दाखेरि राइट ह्यान्ड पट्टि चाहिँ प्लस लेख्न पर्यो है त ओके यहाँ हेर्नु भइरहेको एट एन्ड असाइनमेन्ट भनेको चाहिँ प्लस इक्वल टु छ नि हैन यो सिम्पल नै हुन्छ के मैले त्यही अटोमेटिकबाट बुझाउन खोजेको हैन अब त्यसपछि हामीले असाइनमेन्ट भनेको के बुझेको छौं हेलो त्यो इक्वल टु लाई असाइनमेन्ट भनेर बुझेको छौं नि असाइनमेन्टको सिम्बल के हो यहाँ फर्स्टमा हेर्नुस् त इक्वल टु अनि यहाँ डिस्क्रिप्सनमा के भन्नु भएको छ हेर्नुस् है त असाइन द राइट ह्यान्ड अपरेन्ट टु द लेफ्ट ह्यान्ड अपरेन्ट भनेर भनेको छ नि हैन जस्ट सपोज गर्ने भ्यालु भनेर यो त जस्ट इक्वल टु भयो त अनि त्यसपछि एट एन्ड असाइनमेन्ट भनेको के हुने भयो प्लस इक्वल टु हुने भयो के अनि त्यसपछि सबट्र्याक्ट एन्ड असाइनमेन्ट भनेको के हुने भयो अनि मल्टिप्लाई एन्ड असाइनमेन्ट भनेको के हुने भयो स्ट्रिक है त अनि त्यसपछि डिभाइड एन्ड असाइनमेन्ट भनेको के हुने भयो यो ओके यहाँ डिस्क्रिप्सनको यो क्लियर भयो त हामीले जस्ट यही सिम्बल नै हामीले एड गर्न पर्यो वा त्यो बुझिन पर्यो है त ओके बुझ्नु भयो यो कोड पनि बुझ्नु भयो त ओके हामी एउटा मल्टिप्लाईको गरौँ न त है त अरु गर्नु पर्ला र प्रकाश सरले बुझ्नु भयो त अलि मैले यो बुझाउन अलि गाह्रो हुन्छ कि जस्तो लागिरहेको थियो कि हिजोदेखि मैले यो धेरै रिसर्च गरेर नै पढाउनु पर्ने थियो के तर मैले त्यस्तो गरेन है त धेरैले बुझाउनै सक्दैन के हो हजुर त्यही भने यहाँ 45 लेख्यौँ है त अब मलाई यहाँ मल्टिप्लाई एन्ड असाइनमेन्ट गर्नु छ नम्बर 2 लाई चाहिँ मानेर भने अब के होला भन्नु त सर नम्बर 2 इक्वल टु अब मैले चाहिँ यसलाई चाहिँ अब मल्टिप्लाई एन्ड असाइनमेन्ट भनेर राख्नु छ भनेपछि चाहिँ के होला भन्नुस् त डाइरेक्ट मैले प्रिन्ट गरी भनि नम्बर 2 प्रिन्ट गरी भनि कति आउला एकचोटि यो भन्नुस्
2475 आएको छ नि हैन। अब यसलाई चाहिँ अब मैले अर्को भेरिएबल सपोज गरेर मान्न नि पाएँ कि x इक्वल टु नम्बर 2 भनेर मान्दिन नि पायो कि जे भनेर मान्दिन नि पायो कि एउटा भ्यालु सपोज गरेको भनौँ न, यो माथिकै भ्यालुलाई हैन। प्रिन्ट x गर्यो भने कति आउला एकचोटि है त। यो अलिक कम्प्लेक्स भएको छ, मैले बुझाउने अलिकति। ओके यहाँ त्यही आयो नि त हैन। यो क्लियर छ सरहरू हजुरहरूलाई? ओके एउटा लास्ट गरौँ न त है। मोडुलसको गरौँ, मोडुलसको गर्ने हो। मोडुलस एन्ड द एसाइनमेन्ट भनेको छ है त, एसाइनमेन्ट अपरेटर त्यहाँ त छैन, त्यही पनि हामी गरौँ है त। नम्बर 1 भनेको भन्नुहोस् त कति लेखौँ। ओके कपी पेस्ट नै गर्ने, फास्ट हुन्छ है। ओके फेरि युट्युबमा बुझ्छु न है त। यहाँ मैले यो राखेँ है त। अब यसको कति आउला भन्नुहोस् त। हेरौँ है त के हुन्छ। एकचोटि है त, एकचोटि मोड इक्वल टु नम्बर 1 गरेको छ हामीले चाहिँ। अब 45 ले यहाँ मोड इक्वल टु भनेपछि यहाँ के हुनु पर्यो भन्दाखेरि चाहिँ एकचोटि है त, एकछिन है मैले चाहिँ कमेन्ट गरिदिएँ माथिकोलाई। अब चाहिँ कन्ट्रोल एस गरेर रन गरौँ है त। यहाँ त 45 आएको छ। एकचोटि हामीले एक्स इक्वल टु मोड इक्वल टु भनेपछि मोडले काम गर्दैन र। एक सेकेन्ड है, मैले चाहिँ स्ल्यास डबल डिभिजन लेख्ने गरेँ है त। एकचोटि यहाँ 0 आएको छ, स्ल्यासले काम गरेको छ भनेपछि 0 पोइन्ट समथिङ आउँछ भनेपछि एकचोटि मोडले पनि काम गर्नुपर्छ। डबल स्ल्यासले काम गर्यो, तर यो मोडुलसले चाहिँ काम गरेन कि जस्तो लाग्यो मलाई। एकचोटि त नम्बर 2 लाई 55 ले एकचोटि है यस्तो हुनसक्छ। एकचोटि म बुझाइदिन्छु, एकचोटि सबै बुझाइदिन्छु। अहिले हामी मोडुलसको चेक गर्दैछौँ है त। त्यही 45 नै आएको छ है त। यो मोड इक्वल टुले चाहिँ हामीले काम गरेन है त, म हजुरहरूलाई भनिदिन्छु कि। एकचोटि है त, मोड भनेको मोडुलस निकाल्ने हो नि त हैन। हामी हेरौँ है त। यहाँ 45 नै आएको छ है। हाम्रो यो डबल स्ल्यासको काम भनेको चाहिँ त्यो रिमाइन्डर हटाइदिने के सर। अब 45 लाई 45 ले डिभाइड गर्दा त यो त जान्छ नि त हैन। यसको रिमाइन्डर कति हुन्छ? 0 हुन्छ है। अब यहाँ सर प्रोग्राममा सबै त्यही नै आइरहेछ। एकचोटि है म यो फेरि रन गर्छु है सर। हामीलाई यहाँ एउटा बिगाएर राख्यो के, यो टेम्प कोड रनर भनेको छ नि हैन। यो आयो भने चाहिँ हाम्रो कोड रन हुँदैन के, जस्तो कि त्यो माथिको मात्रै एन्सर आइदिन्छ है त। मैले डिलिट हानिदिएँ है त। अब गरौँ है त, मिल्छ के सबै यो। ओके 55 राखौँ हैन। पहिला यो मोडुलस भनेको बुझ्नुहुन्छ के अरे, डबल इन्टिजर डिभिजन भनेको। हजुर अब हेरौँ है त। अब चाहिँ रन राम्ररी हुन्छ है त। अझै पनि भएको छैन, मैले डिलिट हाने है त। यहाँ प्रोग्राम नै कहिलेकाहीँ यस्तो भइदिन्छ के। अझै पनि त्यही 45 नै आइरहेको छ है। एक सेकेन्ड कुर्नुहोस् है त। ठिक छ ठिक छ ठिक छ ठिक छ। त्यही मैले भेटिसकेँ, मैले नि मिस्टेक। अब हामीले नम्बर 1 लाई मान्नु पर्यो नि त हैन। ओके त्यही भनेको। यहाँ 1 आयो नि त, बुझ्नुभयो। यो केले यसले पोइन्ट पछि हटाइदिन्छ के। क्लियर छ? ओके प्रकाश सर यहाँ कन्फ्युजन, मैले कन्फ्युज गरेँ कि जस्तो लाग्यो अलिकति। ओके अब मोडको हेरौँ है त। अब हुन्छ। अघि हाम्रो त्यही मोडले काम गरेको थिएन के। 10 हो, 10 आएको छ। यहाँ चाहिँ त्यो टेम्प रनर भनेर बनायो भने चाहिँ त्यसलाई डिलिट गर्नुहोस् है त। हाम्रो प्रोग्राम स्पेस खाइदिन्छ के, प्रोग्राम रनै हुँदैन। ओके यहाँ क्लियर छ?
यहाँ क्लियर छ है। ओके अब यो मोडुलसको ओके मोडुलसको भयो। अब इन्टिजर डिभिजनको चाहियो एकचोटि त यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ इन्टिजर डिभिजन यहाँ देख्नु भइरहेछ। यसलाई चाहिँ हामीले डबल यो डिभाइड गर्नु पर्यो है। यहाँ चाहिँ 1 आएको छ नि। ओके एसाइनमेन्ट अपरेटर भनेको यही नै हो। ओके यो एकचोटि फेरि भनिदिन्छु, एसाइनमेन्ट अपरेटर भनेको एसाइन भ्यालु टु भेरिएबल के हामीले जति एसाइन गर्न सक्यौँ के नयाँ भेरिएबल मानेर होइन। यहाँ गरेको छौँ नि हामीले यहाँ नम्बर इक्वल एक्स इक्वल टु नम्बर 1 भनेको छौँ यो डिभाइड गरेर गरेर होइन। हजुर ओके यो अलिकति कम्प्लेक्स टपिक हो, एकचोटि म बुझाउँछु। सिम्पल भयो। एकचोटि मलाई चाहिँ यता साइडमा लिएर आएर गर्छु। मेरो यहाँ अलिकति इरर आइरहेछ है। एक सेकेन्ड कुर्नुहोस् है। यताको चाहिँ यता लिएर है। अब फुल स्क्रिन गरौँ। यहाँ देख्नु भइरहेछ। ओके एसाइनमेन्ट अपरेटर भनेको हामीले बुझ्यौँ त। इक्वल टुलाई एसाइनमेन्ट भनिन्छ। ओके स्क्रिन सानो भइरहेछ हो। ओके कता छ एकचोटि यतिको छ त। ओके हामीले एसाइनमेन्ट भनेको इक्वल टु भनेर बुझ्यौँ होइन। एट एन एसाइनमेन्ट भनेको के प्लस इक्वल टु। सबट्र्याक्ट एन एसाइनमेन्ट भनेको एस्टेक इक्वल टु डिभाइड इक्वल डिभाइड एसाइनमेन्ट भनेको के भयो डिभाइड इक्वल टु है त। ओके हजुरहरूले नि एसाइनमेन्ट अपरेटर म गर्नु हुँदैन हजुरहरूले। ओके 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 नहाँसौँ होइन। ओके ओके एक्जाम्पल देख्नु भइरहेको छ। ओके होमवर्क थियो त्यो एज निकाल्ने थियो। ओके यहाँ हामी एक्जाम्पलमा हेरौँ है त एसाइनमेन्ट अपरेटरको। यहाँ देख्नु भइरहेछ रातोमा देख्नु भइरहेछ। ओके एक्जाम्पल 3 भनेको चाहिँ एसाइनमेन्ट अपरेटर। यो कोडले चाहिँ डेमोन्स्ट्रेट गर्छ भेरियस एसाइनमेन्ट अपरेटर भनेर है त। सबै यहाँ चाहिँ नम्बर 1 इक्वल टु 10 देख्नु भएको छ। नम्बर 2 इक्वल टु 3 यहाँ चाहिँ इनिसियल एसाइनमेन्ट भनेको चाहिँ जस्ट हामीले चाहिँ एक्स इक्वल टु नम्बर 1 भनेर मानेको थियौँ नि होइन। त्यही जस्ट त्यही गरेको है। यसले कम्प्लेक्स बनाइदिन्छ तर हामीले चाहिँ बुझिसक्यौँ है। हजुर अनि त्यसपछि यहाँ नम्बर 1 इक्वल टु प्लस इक्वल टु नम्बर 2 भने अनि पछि एट एन एसाइनमेन्ट भनेर चाहिँ नम्बर 1 भनेर त्यसलाई प्रिन्ट गरिदिन खोजेको छ क्या। बुझ्नुहुन्छ यो? हजुर एट एन एसाइन भनेर पछि यही नम्बर 1 लाई मानेको छ क्या। क्लियर छ त यो? अनि होइन जे पनि दिन सक्यो। ओके ओके नम्बर 1 2 यहाँ सेकेन्डमा हेर्नु त नम्बर 1 माइनस इक्वल टु नम्बर 2 भने नि। अनि फेरि यहाँ चाहिँ सबट्र्याक्ट एन एसाइन भने नम्बर 1 भनेर मान्दै के हामीले अघि गरे जस्तै गरी क्या। यो क्लियर छ त? सबट्र्याक्ट एन एसाइन बुझाउनको लागि के मल्टिप्लाई एन एसाइन डिभाइड एन एसाइन होइन। अनि त्यसपछि यहाँ चाहिँ पछि एफ युज गर्यो त्यसरी निकाल्न खोजेको हो क्या। ओके यो क्लियर छ त? हजुर हामीलाई त्यो ल्याङ्ग्वेजलाई लेख्नु छ के लेख्नु एफ युज गर्नु पर्यो त। फ्लोटेसन भन्छ त्यसलाई, फर्मेटिङ भनिन्छ है त। ओके यहाँसँग क्लियर छ त? हाम्रो च्यालेन्ज छ है त यो हिजोको होमवर्क है त। यो गर्नुहोस् है त गर्नु भएन भने।
त्यो इनपुट लिने एज दुईटा जनाको हैन person1 र person2 को अनि त्यसपछि त्यसलाई कम्पेयर गरेर ट्रु र फल्स निकाल्ने के एकदम लो छ ओके ठीक छ ओके अब हाम्रो चाहिँ लजिकल अपरेटर के लजिकल अपरेटर भनेको चाहिँ के हो है त सर दिस अपरेटर आर युज टु कम्बाइन के दुईटा भ्यालुलाई कम्बाइन गरेर ट्रु अर फल्स निकाल्न नै के भनिन्छ अपरेटर भनिन्छ है त सर दिस अपरेटर आर युज टु कम्बाइन भनेको छ जस्ट है त लजिकल के लजिकल भन्ने बित्तिकै के सम्झिन्छ त्यसले लोजिक छ के है त ओके यहाँ सिम्बल देख्नु भएको छ हाम्रो तीनटा मात्र छ है त लजिकल अपरेटरमा ओके फर्स्टमा के देख्नु भइरहेछ एन्ड देख्नु भएको छ नि हैन अनि यसको नाम के हो क्यापिटल एन्ड भन्दैको छ है त हामीले लेख्दाखेरि चाहिँ स्मल एन्ड लेख्नु पर्यो ओके रिटर्न ट्रु इफ बोथ स्टेटमेन्ट आर ट्रु के दुईटै स्टेटमेन्ट ट्रु भयो भने यसले के रिटर्न गर्छ ट्रु रिटर्न गर्छ के अहिले हामी जसैले बुझ्छ ओके हामी एकचोटि भ्यास कोडमा गरौँ है त यसको ओके यसलाई चाहिँ मैले फेरि कमेन्ट गर्दै है त हाम्रो के हो लजिकल अपरेटर है त टपिक लजिकल अपरेटर सुरुमा हाम्रो के थियो एन्ड अपरेटर हैन हजुर नम्बर 1 इक्वल टु एउटा भ्यालु भन्नुस् त ओके 45 अनि नम्बर 2 इक्वल टु भन्नुस् त हजुर 30 त अब मैले एउटा रिजल्ट भनेर एउटा बनाउँदै त रिजल्ट भनेर हामीले ब्र्याकेट लेख्न पर्यो है त हामीले दुईटा युज गर्छौं है त यहाँ हेर्नुस् है त नम्बर 1 ग्रेटर देन एकचोटि हामीले एन्ड युज गर्दै ब्र्याकेट लेख्न पर्यो है सर नम्बर 2 मैले बुझाइदिन्छु है त एन्ड है त नम्बर 1 लेस देन नम्बर 2 हाम्रो दुईटा स्टेटमेन्ट लेख भनेको छ नि त हैन त्यो दुईटा स्टेटमेन्टलाई चाहिँ यसले के गर्छ कम्बाइन गरेर गर्छ भने हैन त हैन एकचोटि म अहिले बुझाउँछु हजुरले बुझ्नु भएको छैन भने यसको रिजल्ट के आउला एकचोटि त एउटै भएछ एकचोटि ओके यसको चाहिँ हेर्नुस् बुझ्नु भयो प्रकाश सर अलि कम्प्लेक्स भएको हो यहाँ चाहिँ हेर्नु त एन्ड भनेको छ नि रिटर्न ट्रु इफ बोथ स्टेटमेन्ट आर ट्रु के हामीले चाहिँ यहाँ दुईटा स्टेटमेन्ट लेख्न पर्यो है त एन्ड युज गर्नको लागि चाहिँ है त एउटा मात्रै युज गरेर भएन है त हजुर अरु त्यही हैन दुईटा स्टेटमेन्ट लेख्न पर्यो हामीले लेख्दाखेरि चाहिँ है त पहिलो फर्स्टमा ब्र्याकेट लेख्न पर्यो अनि फेरि एन्ड लेखेर फेरि अर्को लेख्न पर्यो के अब हामीले यहाँ नम्बर 2 बाइक अब यो गरौँ न त है त 30 एकचोटि 30 यसको के आउला रिजल्ट एकचोटि भन्नुस् त सुरुको स्टेटमेन्ट हेर्नु नम्बर 1 चाहिँ भनेको 45 चाहिँ 30 भन्दा ग्रेटर छ यो ट्रु आइन त हैन हजुर अनि त्यसपछि भनेपछि यो के भयो भनेपछि यहाँ चाहिँ के भनेको छ हाम्रो ट्रु आउनको लागि चाहिँ दुईटै स्टेटमेन्ट ट्रु हुनुपर्छ भनेको छ के एन्ड अपरेटरमा यहाँ देख्नु भइरहेछ रिटर्न ट्रु इफ बोथ स्टेटमेन्ट आर ट्रु के अब भनेपछि यसको रिजल्ट के आउला ओके फल्स आयो है त बुझ्नु भयो त हाम्रो एन्ड अपरेटरले चाहिँ दुईटै स्टेटमेन्ट चाहिँ यहाँ ट्रु भइदिएको भए चाहिँ ट्रु आउँथ्यो यदि एउटा स्टेटमेन्ट फल्स एउटा स्टेटमेन्ट ट्रु भयो भने के आउँछ रिजल्ट फल्सै आउँछ है त
एन्ड अपरेटरको लागि चाहिँ ट्रु स्टेटमेन्ट ट्रु हुनुपर्छ है त फर एन्ड अपरेटर इट रिक्वायर ट्रु स्टेटमेन्ट टु बी ट्रु ओके प्रकाश सर हजुरले बुझ्नुभयो त ओके ओके एकचोटि हेर्नुहोस् त यहाँ एन्ड हजुर मैले बुझाउँछु फेरि हजुर त्यो दुईटा रिजल्ट फल्स भयो भने फल्सै हुन्छ के है त यहाँ ओके ट्रु इफ बोथ स्टेटमेन्ट आर ट्रु के दुईटा स्टेटमेन्ट ट्रु भयो भने मात्र ट्रु हुन्छ होइन अब हामी हेरौँ है त अब के एक्जाम्पल दिन सकिन्छ भन्दाखेरि चाहिँ एकचोटि है त ओके हामी हेरौँ है त यहाँ नम्बर 1 इज डबल इक्वल टु नम्बर 1 2 के नम्बर 2 भने फर्स्ट स्टेटमेन्ट बनाएको छौँ हामीले अनि त्यसरी एन्ड पछाडि हामीले सेकेन्डको हेरौँ है त यसलाई चाहिँ हामीले ओके रिजल्ट के आउँछ है त यहाँ फल्स आएको छ हाम्रो त्यो दुईटै रिजल्ट ट्रु हुन पर्यो के सर ओके यो अलिक कम्प्लेक्स भएको है होइन प्रकाश सरले र किरण सरले अलिक बुझ्नु भएन हेलो प्रकाश हजुर लेख्दाखेरि चाहिँ दुईटा स्टेटमेन्टलाई कम्बाइन गर्दाखेरि ब्र्याकेटमा लेख्नुपर्छ है त यो हजुरलाई कम्प्लेक्स भएको है अनि त्यसपछि एन्ड हामीले बिचमा लेखेको सम्झ्ने होइन अनि फेरि अर्को स्टेटमेन्टको लागि ब्र्याकेटमा फेरि लेखेको के यसले अलिक कम्प्लेक्स बनाइदियो हो हजुरले यहाँ जे लेख्न नै सक्नुभयो के ओके यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ट्रु इफ बोथ स्टेटमेन्ट आर ट्रु के दुईटा स्टेटमेन्ट ट्रु भइदिएको भए ट्रु हुन्थ्यो नत्र फल्स आउँछ के भनेको बुझ्नुभयो एन्ड अपरेटरमा ट्रु आउनको लागि चाहिँ यो पनि ट्रु हुन पर्यो फर्स्ट स्टेटमेन्ट अनि यो पनि ट्रु हुन पर्यो के ओके होइन किरण सरले बुझ्नु भएको छैन जस्तो लाग्यो अलिकति कम्प्लेक्स भयो अब हेरौँ है त हामीले चाहिँ के भनेर हो एकचोटि त यसको के होला भन्नुहोस् है त रिजल्ट एकचोटि फर्स्ट स्टेटमेन्ट पढ्नुहोस् सेकेन्ड स्टेटमेन्ट पढ्नुहोस् अनि भन्नुहोस् है त हेलो यो फर्स्टको भनेको नट इक्वल भने हिजो हामीले बुझेको हो कि होइन हो ओके हेरौँ है त यो सेकेन्ड स्टेटमेन्ट पढ्नु भएको है यहाँ के आएको छ ट्रु आएको छ भनेर बुझ्नुभयो त हजुरहरूले ओके प्रकाश सर हजुरले बुझ्नु भएन हो ओके यसको रिजल्ट भन्नुहोस् ओके गोकर्ण सर हजुर नभन्नुहोस् है यसको रिजल्ट हजुरले मिलाउनु भइसक्यो ओके नम्बर 1 भनेको हाम्रो कति छ 45 छ है 45 चाहिँ 30 सँग इक्वल छैन भनेको फर्स्ट स्टेटमेन्ट त ट्रु भयो हैन अनि त्यसपछि अनि यो नम्बर 1 चाहिँ नम्बर 1 भने हाम्रो 45 छ हैन 50 भन्दा सानो हो भनेपछि यो नि ट्रु आयो दुईटै स्टेटमेन्ट ट्रु भइसक्यो हाम्रो रिजल्ट के आउँछ ट्रु आयो एकचोटि हेरौँ है त के आएको छ ओके एन्ड भनेको चाहिँ दुईटै स्टेटमेन्ट ट्रु हुन पर्यो क्लियर भयो के जुम भएन हो ओके एउटा यो क्लियर हुनु भयो त हजुरहरूले अलि यो अलिक कम्प्लेक्स चिज जस्तो हो के अलि बुझ्न टाइम लाग्छ के एकैवटा क्लास राखेको छ अहिले त हैन मैले एउटै क्लासमा दुईटा राख्थे के ओके हेरौँ है त अर्को और भनेको चाहिँ रिटर्न ट्रु इफ वान अफ द स्टेटमेन्ट इज एकचोटि
इफ वान अफ द स्टेटमेन्ट इज ट्रु के एउटा स्टेटमेन्ट ट्रु यसले ट्रु दिन्छ भने के ट्रु चाहियो के है त एउटा स्टेटमेन्ट ट्रु भयो ट्रु हेरौँ है त अर्को हेरौँ है त अब हुन्छ यसलाई कपी गरौँ त्यही हो भने सल्लाह हतार छ फर ओके ओके और अपरेटर यहाँ देख्नु भइरहेछ फर अर अपरेटर लेखेको छु मैले कमेन्टमा यहाँ चाहिँ मैले 45 मानेको छु अब यसलाई चेन्ज हाल्ने त 56 नम्बर 2 लाई कति मान्नु भन्नुहोस् त 28 त यो हाम्रो के को अपरेटरको काम गरेर हम अर अपरेटर इट रिक्वायर्ड वान स्टेटमेन्ट टु बी ट्रु है त यसको रिजल्ट के आउला यसको हेर्नु त हामी अर युज गरौँ है त ट्रु आएको देख्नुभयो ओके माथिको एकचोटि कमेन्ट गरेँ अहिले कन्फ्युजन छ ओके अब मैले यहाँ डबल इक्वल टु गरिदिएँ क्या अनि यहाँ चाहिँ डबल इक्वल टु यो गरी भने के आउला यहाँ एकचोटि हेर्नुहोस् है एउटा स्टेटमेन्ट ठिक छ भनेपछि त्यो हुन पर्यो त यो के छ नम्बर 1 ग्रेटर देन के अरे नम्बर 1 लेस देन 50 के होला भन्नुहोस् है त त्यही भएर हाम्रो रिजल्ट के आउँछ ट्रु आउँछ है त ए दुइटै फल्स छ भने चाहिँ हाम्रो रिजल्ट के आउँछ फल्स आउँछ यहाँ दुइटै फल्स छ है त अब ओके एकचोटि होइन एकचोटि देखाउनु लाग्यो कि मैले सोध्न लाग्यो यो भयो भने के होला ओके यो क्लियर भइरहेछ यो अब अर्को के को लागि नटको लागि होइन यो त बुझ्नुभयो अर अपरेटरको ओके यसलाई न मैले के गरेँ कन्ट्रोल सी नगरिकन मैले यहाँबाट गरेँ त किरण सरले बुझ्नु भएन कि जस्तो लागिरहे ए बुझ्नु त भएको छ है माथिको बुझ्नु भएन हो ओके थर्डमा यहाँ देख्नु भइरहेको छ रिभर्स द रिजल्ट ट्रु के अरे रिटर्न फर्स्ट इफ द रिजल्ट इज ट्रु के यसले चाहिँ जस्ट उल्टो गरिदिन्छ रिजल्ट ट्रु भयो भने के गरिदिन्छ रिजल्टलाई फर्स्ट बनाइदिन्छ है त ओके अब चाहिँ यसको लागि चाहिँ हामीले जस्ट एउटा स्टेटमेन्ट लेख्दा नि भयो है त हामी नट है त नम्बर 1 ग्रेटर देन नम्बर 2 यसको रिजल्ट के छ हेर्नुहोस् त यो स्टेटमेन्ट पढ्नुहोस् त यो स्टेटमेन्ट मात्र पढ्नुहोस् न अहिले हामी नटको अहिले भन्छौँ हजुर तर यसले ओके यही नै हो फल्स हुन्छ यहाँ फल्स देख्नुभयो ओके यसलाई हामी कमेन्ट गर्छौँ है त ओके त्यही हो नट भनेको हामीले एउटा स्टेटमेन्टमा काम गर्छौँ है त कि एन्ड गरेपछि युज गर्दा नि हुन्छ है त एन्ड गरेर हामीले यहाँ पनि युज गर्न सकिन्छ है त अहिले एन्ड गरेर त्यसलाई फल्स निकालिदिन्छ भनेर गर्न सकिन्छ है त
सकिन्छ। अब हामी पहिला अब के अरे एन्ड र नटलाई जोड्छौँ है त सुरुमा, हुन्छ? ओके, एउटा सोध्छु है त, यसको रिजल्ट के आउला भन्नुहोस् त? ओके, कन्ट्रोल एस गरी रन गरेँ है त। यहाँ चाहिँ ट्रु आएको छ किनकि हाम्रो फर्स्टलाई यसले के बनाइन्छ, ट्रु बनाइन्छ है त। ओके, हामी अब कम्बाइनिङ के गर्ने भन्दाखेरि चाहिँ एन्ड नट अपरेटर है त, नट अपरेटर। हाम्रो लोजिक गेटहरू बनाउन चाहिँ यो युज हुन्छ है त खास पछि है त। एउटा सर्किटहरू बनाउँछ नि होइन सफ्टवेयरमा, त्यो भित्र सिपियूहरू बनाउँछ, यो युज हुन्छ वायरहरू जोड्न होइन, त्यो भन्छ नम्बर 1 भनेको नम्बर 2 भनेको ल 32 सर हुनुहुँदो रहेछ ल है त। रिजल्ट भनेको रिजल्ट 1 भन्नु है त, जे मान्छ नि हुन्छ। रिजल्ट 1 भनेको चाहिँ अब एउटा स्टेटमेन्ट बनाउँ है त। नम्बर 1 के भन्दौँ भन्दाखेरि चाहिँ ग्रेटर देन नम्बर 2 है त, यो जस्ट। अनि त्यसपछि हामीले यसमा चाहिँ नम्बर 2 गरेर एन्ड युज गर्न खोजेँ है मैले, बुझ्नुहुन्छ नि यो? नम्बर 1 चाहिँ ग्रेटर अर इक्वल टु कति भन्दाखेरि ग्रेटर अर इक्वल टु 100। यो ग्रेटर अर इक्वल टु पनि हिजो हामीले पढाइ बुझ्नुहुन्छ है? ओके, यसको रिजल्ट के आउला भन्नु छ सुरुमा? किनकि एन्ड अपरेटर हो नि त, दुइटै रिजल्ट 2 हुनुपर्छ है त। ओके, कन्ट्रोल एस गरेँ है त मैले। यहाँ के दियो, फल्स दियो। हाम्रो दुइटै स्टेटमेन्ट ट्रु हुनुपर्छ एन्डको लागि, क्लियर भयो त? अब मैले चाहिँ के गरी भन्दाखेरि चाहिँ रिजल्ट 2 इज इक्वल टु नट रिजल्ट 1 गरिदिएँ के। अब चाहिँ रिजल्ट 2 लाई प्रिन्ट गर्यो भने के होला? हामीले दुइटा अपरेटर युज गरे हो कि, जस्ट बुझ्नु, अलिक कम्प्लेक्स भएको हो ल। एकचोटि हेरौँ है त के हुँदो रहेछ। यहाँ ट्रु आयो, बुझ्नुभयो त? हामीले एन्ड र हजुरहरूले बुझ्नुभयो सरहरू, अरू दुइटा सरहरूले? यहाँ नट जोडेको के हामीले, पहिला हामीले एन्ड अपरेटर युज गरेर त्यसको रिजल्टलाई चाहिँ फेरि हामीले नट जोडेर त्यसको रिभर्स गरिदिएको के हाम्रो। हाम्रो ट्रु फल्स आएको थियो, अब के भइदियो, ट्रु आइदियो नि त होइन? हजुर, क्लियर छ है? अर्को भनेको अब अर्को र अरू र नटको युज गरौँ न है, पछि कम्बाइन गर्दा नि हुन्छ है त। हजुरहरू गर्नुहोस् कम्बाइन है त। कम्बाइनिङ अर एन्ड नट अपरेटर, माथिकै कपी गरिदिएँ मैले त, जस्ट बुझ्दा हुन्छ, कपी गरिदिएँ। ओके, यहाँ चाहिँ मैले अर गरिदिएँ। यसको रिजल्ट के आउला है त? यसको नम्बर चेन्ज हानौँ है त, 99 है, 191112। ओके, यसको रिजल्ट के आउला भन्नुहोस् त एकचोटि। होइन, पहिला यो मात्र हेर्नुहोस् है त, यो माथिको मात्र हेर्नुहोस् त पहिला। के आउला रिजल्ट भन्नु त? ओके, यसको नि हेरौँ है त। यहाँ फल्स आएको छ, किन भन्दाखेरि चाहिँ नम्बर 1 एकचोटि हस् भन्नुहोस्। अरूमा चाहिँ अर्को सबै ट्रु हुन्छ भनेर बुझिन्छ है?
ओके यसलाई गर्दाखेरि के आयो फल्स आयो यहाँसम्म क्लियर छ त आज एकचोटि एक सेकेन्ड है कुर्नुहोस् है त अब भनेको मैले जस्ट च्यालेन्ज है त क्वेसन ओके यहाँ देख्नुभयो हामीले एन्ड भनेको के बुझ्नुभयो हजुरले भन्नुहोस् त एक एकजनालाई सोध्छु है त आज ओके प्रकाश सर भन्नु एन्ड अपडेटरको काम के रहेछ ओके किरण सर हजुर भन्नुहोस् त अरू अपरेटरको काम के रहेछ ओके हिन्छ है त अनि त्यसपछि केमा ब्र्याकेट भनौँ न यहाँ हेर्नुहोस् त देख्नुपर्छ त यहाँ राउन्ड ब्र्याकेट छ नि यहाँ तल नि देख्नु भइरहेछ अनि ल अब गोकर्ण सर हजुर भन्नुहोस् एन अपरेटरको काम के रहेछ ए सरी नट अपरेटरको ल ओके हजुरहरूले एउटा मात्र कोड गर्नुहोस् न प्लिज है त नत्र टाइम गए पनि हजुरहरूले कोड ओपनै गर्नु हुँदैन के है त एउटा कुनको भन्दाखेरि एकवटा नट र नटको मात्र गर्नुहुन्छ एन्ड अर नटको के एक एकजना नत्र टाइम छैन भनेपछि गर्न भ्याउनुहुन्छ ओके सरहरू गर्न भ्याउनुहुन्छ गर्दै हुनुहुन्छ हजुर ओके एन्ड अर देख्नु भइरहेछ स्क्रिनमा नम्बर 1 इक्वल टु 10 छ नम्बर 2 इक्वल टु 3 छ होइन एन्ड प्रकाश सरको त डेट 10 होला हजुर एक दिन अगाडिदेखि पढ्नु भएको हजुरहरू गर्नुहोस् त्यसपछि मेरो फेरि अर्को एउटा क्लास छ के वेबसाइटकै हो म फेरि त्यहाँनिर जानु छ अपरेटर लोजिकल अपरेटर गरे नि हुन्छ है त
हजुरहरू के भयो एकचोटि स्क्रिन सेयर गर्न मिल्ला सर हजुरको हजुर मैले स्टप स्क्रिन सेयरिङ गर्दैछु ओके के कन्फ्युज भयो सर हजुरले प्रिन्ट प्लसमा के अरे क्यापिटलमा लेख्नुभयो अरू केही होइन हजुर रन भइरहेको छ सर अलि माथि हाम्रो नम्बर 1 इक्वल टु 2 हजुरको वाइ आइरहेछ है एकचोटि केही सबै ठिक छ त एकचोटि रन गर्नुहोस् त एकचोटि त्यसलाई डिलिट गरेर एकचोटि वाइ आइरहेको छ है एकचोटि त के भएको छ भन्दाखेरि त म हेर्दैछु है त नम्बर 1 इक्वल टु 3 होइन एकचोटि त हो त्यसलाई इक्वल टुलाई चाहिँ अलि गर्नुहोस् त स्पेस दिनुहोस् त यो नम्बरलाई पनि नम्बर पछि नि स्पेस दिनुहोस् न सर इक्वल टु पछि त्यहाँ 3 लाई नि त्यसरी हो त्यसरी नि इरर आइदिन्छ कि कहिलेकाहीँ कोड रङ नभए तापनि भएको छैन है एकचोटि भिएस कोड क्लोज गरेर फेरि ओपन गर्नुहोस् त हो अब चाहिँ रन गर्नुहोस् त एकचोटि आयो त 6 आएको छ है एकचोटि हामी हेरौँ त माथि कति छ नम्बर त एकचोटि वाइ र 6 आएको सर फेरि के अर्को फाइल एउटा बनाउनु त सर अर्को फाइलमा ट्राई गर्नुहोस् त बनाउन आउँछ फेरि एउटा बनाउनुहोस् त त्यहाँ के इरर भयो कि जस्तो लाग्यो म चाहिँ त्यहाँ इरर त ए हजुरले नम्बर 2 सँग एड गर्नु भएको छैन नि हेर्नु त नम्बर 1 प्लस इक्वल टु नम्बर 1 नै गर्नु भएको छ त्यसलाई नम्बर त्यही ठिक हुनु पनि नम्बर 2 लाई नि एकचोटि जोडी हेर्नुहोस् त नम्बर 2 युज भएको छैन होइन अब एकचोटि कन्ट्रोल एस गरेर रन गर्नुहोस् त्यसलाई यो माथि वाइ चाहिँ कताबाट आइरहेछ कि त्यो चाहिँ म कन्फ्युज भइरहेछ त्यही भने ए माथिको पाइथन भनेर आएको के सर यो तपाईँको स्पेस नपुगेर पाइथन भनेको पिवाईबाट आउँछ नि त होइन डट पिवाईको होइन त्यही त्यो इरर होइन सर यो अघि हजुरकोमा चाहिँ स्पेस नपुगेर तल आएको के वाइ हामीले day9ws डट पिवाईमा सेभ गरेको नि म पनि त्यही लागिरहेको छु कि कहाँबाट आयो भनेर के हामीले हजुर त्यही नै गर्थ्यो हो त्यो नम्बर 1 लाई जोडेर माइनस इक्वल टु गर्नु अनि त्यसपछि एन अर नट गर्नु न एकचोटि है त
ओके गोकर्ण सर हजुर अरू गर्दै गर्नुहोस् होइन एकचोटि किरण सरलाई स्क्रिन सेयर गर्ने अपर्च्युनिटी त ओके हजुर हजुर केमा सर ओके गर्नुहोस् हजुर ए हजुरले सर नट भनेको हामीले अगाडि युज गर्न पर्ने सर एकचोटि होइन किरण सरलाई भनेको मैले ओके हामीले एउटा स्टेटमेन्ट मात्रै युज गर्नु पऱ्यो है नटको लागि चाहिँ सर एउटा हटाइदिनुहोस् त पछाडि वा अगाडि किरण सर अलिक कन्फ्युज हुनुभएको हो यसमा हेलो किरण सर ए बुझ्नुभयो ओके भिडियो नि हेर्नु है बुझेन भने ओके किरण सरले बुझ्नुभयो है किरण सर हजुर अर्थमेटिक अपरेटर नि ट्राई गर्नु न है होइन के अरे एसाइनमेन्ट त्यो प्लस इक्वल टु छ नि ओके मैले हेर्दैछु है त हजुरले प्लस माइनस लेख्नुभयो सर प्लस इक्वल टु हुन्छ नि एसाइनमेन्ट भन्ने बित्तिकै सधैँ प्लस इक्वल टु ओके त्यही भयो होला जेरो आउँछ होला ओके त्यो माइनस गर्नु नि अब चाहिँ कति आउँछ भन्दाखेरि चाहिँ समथिङमा माइनसमा होला ओके कति आयो हेरौँ त माइनस पो आएको छ ठिक छ है सर ओके हजुर लोजिकल अपरेटरहरू काम गर्नु नि त हजुरले बुझ्नु भएको छ है अर एन्ड नट के त्यो चाहिँ अनि हामी क्लास सकाउँ हजुर बिजी हुनुहुन्छ र ए मेरो नि छ यो पछि हजुर एउटा मात्र गर्नु न त अर एन्ड त्यो मध्ये जुन गर्दा नि हुन्छ है त अनि होमवर्क चाहिँ गर्नुहोस् है त बेलुका है त सुत्नुभन्दा अगाडि मेरो नि त्यस्तै छ अहिले त प्रकाश सर हजुरले स्क्रिन सेयर गर्दा हुन्छ है त प्रब्लम भयो भने हामी सल्भ गर्छौँ इरर भयो भने हजुर प्रकाश सरले सेयर गर्न दिनुहोस् त ओके ए हजुरले गर्नु भएन प्रकाश सरले ए ल ल हेर्दै गर्नुहोस् इरर आफै आइडेन्टिफाई गर्न सक्नुपर्छ है सर अहिले नसके नि हजुरहरूले पछि पाइथन अललाई पढाउनु पर्छ है त हामी यसरी एक्सपान्ड गर्ने के पुरै गुगल सरले पढाउनुहुन्छ अललाई होइन हजुरले पछि होइन अरूलाई सिकाउन सक्नुहुन्छ होइन धेरैलाई के आफ्नो साथीहरूलाई होइन जसलाई चाहिँ केही थाहा छैन नलेज भनेको सियरिङको लागि रहेछ कि खास भन्दाखेरि चाहिँ हजुर
चेक गर्दै गर्नुहोस् यता सिन्टेक्स एरर भयो भने म छु है त जति फेरि बाँड्न सक्यो त्यति राम्रो हुँदो रहेछ कि फेरि 10x बढ्दो रहेछ के तर मेरो एउटा सपना नि पुरा भयो के च्याट जिपिटीको अगाडि मेरो त्यो अलले जसको सुबिन थापा सर्च गर्यो भने अब भनिदिन्छ के मैले भ्लग दिनकै एकवटा पोस्ट हानिरहेको छु कि होइन हजुर हजुरले च्याट जिपिटीलाई सुबिन थापा भने को भन्यो भने होइन अब भनिदिन्छ के वेबसाइटको थ्रुबाट के दिँदैन होला सायद उहाँले त्यस्तो दिन एकचोटि है त म सर्च हान्छु है त प्रकाश सरको दिन्छ कि त्यो त होइन होला ओके यहाँ देख्नु भइरहेको मैले स्क्रिन सेयर हानेको सुबिन थापा डाटा एनालिसिस ट्रेडर के काठमाडौँ नेपालमा होइन सेयरिङ भ्लग पोस्ट टपिक लर्निङ पाइथन टिचिङ होइन पाइथन होइन मैले एकवटा भ्लग हालिरहेको छु के त्यहाँको छ त्यहाँको छ के हजुरले भन्नुभएको पर्दैन मैले अहिले त मैले आज एउटा सेमिनार थियो कि त्यही एआईसँग पाइथनको ट्रेनिङ हजुरहरूलाई नि मैले सिकेको जति हामी सिक्दै जाने त पाइथनलाई यति स्ट्रङ बनाउने भने नि सुबिन थापा भ्लग भन्यो भने मेरो वेबसाइट आउँछ के एउटा सपना थियो क्या मेरो त्यही पुरा होस् भन्ने चाहना छ ओके हजुर स्क्रिन सेयर गर्ने हो र सर हजुर कोड गर्नुहोस् अनि त्यसपछि सेयर गर्नुहोस् है त ओके अर्को गर्नुभयो अर्को र एउटा नटको त्यसमा थप्दिनु न है त अनि हाम्रो क्लास सकाइदिउँ है त लेट भइसक्यो ओके प्रकाशको मिल्यो ल ओके कोड सेयर गर्नुहोस् है त एकचोटि सेयर हान्नु त कोड हामी मिलेर एउटा स्टेटमेन्ट ट्रु भयो भने फल्स आउँछ एन्डमा चाहिँ हजुरहरूले क्रिकेट हेर्नुहुन्छ कि हुँदैन ए म क्रिकेट हेरिदिन्छु कि नेपाल बसेर नाइदरल्यान्डको नेपालको मात्रै हेरिदिन्छु फेरि अरूको हेर्दिनँ हजुर ए आज स्कटल्यान्डसँग रहेछ नि त हिजो हारिहाल्यो 3टा सुपर ओभरमा है हजुर ठिक छ ल है त हजुर सेयर हान्नुहोस् त प्रकाश सर ए हिजोको भ्याउनु भयो ए ल है त थ्याङ्क यू है त हजुरले वाट्सएपमा स्क्रिनसट गरेर पठाइदिनुहुन्छ है त हजुरलाई स्क्रिनसट गर्न आउँछ है सर ओके यहाँ हेरौँ है त ओके यसमा चाहिँ सर फल्स आएको छ है फल्स आयो भने ठिक छ त हाम्रो दुईटै स्टेटमेन्ट ट्रु भयो भने मात्र ट्रु आउने हो नत्र फल्स आउने हो सर एन्डमा त हेलो प्रकाश सर मिलिसक्यो हजुर अब एन्ड नटको गर्नु त एउटा हजुर
के भयो सर भन्नुहोस् त। सिन्टेक्स इरर भएको हो सर। त्यस्तो केही होइन होला। म फेरि रिकल गरेर सकाइदिन्छु है त। हजुरले कुनको चाहिँ गर्नु भइरहेको छ भन्नु त। हजुर ओके प्रकाश सर एउटा ओके तपाईँ स्टप गरिदिनुहोस् त प्रकाश सर। ओके कोकोनट सर हजुर सेयर गर्नुहोस् स्क्रिन। ए एकचोटि त त आरयु छ आरयु छ यहाँ चाहिँ हजुरले आरई लेख्नुभयो कि रिजल्ट भनेको त आरई हो नि त होइन। ठिक छ सबै सर। यस्तो इरर हुन्छ। ठिक छ सिकिन्छ हामी बिस्तारी पहर त आयो फल्स ठिक छ भनेपछि त्यही त हो नि होइन। एउटा नट राखेर गरिदिनुहोस्। होइन एउटा भेरिएबल मानेर नट मान्दा नि हुन्छ रिजल्ट गरेर। एकचोटि ट्राई हान्नुहोस् न कि प्रिन्ट गरेर राख्नु पऱ्यो सर होइन। तपाईँले एउटा भेरिएबल डिफाइन गरिदिनु पऱ्यो क्या। हजुर नटभन्दा अगाडि एउटा भेरिएबल मानेर त्यसलाई चाहिँ प्रिन्ट गर्यो भने चाहिँ नटको आउँछ क्या है त। होइन नट अब त्यसलाई नट कसरी प्रिन्ट गर्नुहुन्छ त। प्रिन्ट गर्ने एउटा भेरिएबल मानिदिनु पऱ्यो नि त होइन। बुझ्नुभयो भनेको। होइन नम्बर इक्वल टु नट रिजल्ट गरिदिनुहोस् न एकचोटि। त्योभन्दा अगाडि चाहिँ नट के नम्बर भनेर मानिदिनु न है त। हजुर होइन ठिक छ त्यसैमा नम्बर इक्वल टु गरिदिनु त। ओके अब प्रिन्ट नम्बर गरिदिनु न है त। NUMBES WR भएको छ। ट्रु आएको छ हाम्रो माथिको फल्स आएको थियो त्यसलाई नै ट्रु बनाइदियो नटले। ओके हजुर कोकन सर यहाँ मलाई भने सुन्नुहोस् त एकचोटि मैले भनेको एन्ड हुनको लागि चाहिँ दुईवटै स्टेटमेन्ट ट्रु हुन पर्यो। अर हुनको लागि चाहिँ एउटा स्टेटमेन्ट ट्रु भयो नि भयो होइन एउटा फल्स भयो नि ट्रु नै आउँछ। अनि नट भनेको चाहिँ त्यसलाई चाहिँ ट्रु भयो फल्स भइदिन्छ फल्स भयो ट्रु भइदिन्छ। बुझ्नुभयो त। हजुरले किन फल्स आउने गरिराखेको माथि स्टेटमेन्ट पहिला पढ्नुहोस् त। नम्बर 1 नम्बर 2 भन्दा के छ ठुलो छ यो एउटा फल्स भयो है। अनि त्यसको सेकेन्ड स्टेटमेन्ट पढ्नुहोस् त। अरू राख्दै हुन्छ। फोन आइसक्यो सर। ओके गरौँ त। ए सरको काम छ है। हजुर भन्नुभएको छ मलाई। ए गाह्रो छ सरलाई झन्। अब एकचोटि गर्नुहोस् त रन गर्नुहोस् त यसलाई। रन गर्नुभयो। ओके माथि फल्स आहा तल ट्रु आहा। हजुरले बुझ्नुभयो मलाई भन्नु त एन्ड अपरेटर। हजुर हजुर
जे राख्दा नि हुन्छ, फर्स्ट स्टेटमेन्ट सेकेन्ड स्टेटमेन्ट होइन। जे राख्दा नि हुन्छ हजुरले आफूलाई। हजुर ओके, केही छैन, नोट हेर्ने बिर्सिने त जहिले नि बिर्सिन्छ सर। हजुर ओके। भोलि हाम्रो क्लास सजिलो छ, त्यसपछि हजुर हजुर ल प्र्याक्टिस त गर्नुपर्छ सर, बिहान उठ्ने बित्तिकै होइन। 30 मे चाहिँ यही नै हेर्ने के, युट्युबमा भिडियो पनि छ है।